ए गाइस अनि यो चाहिँ विनिताको छोरी हो विनिताले छोरी जन्माइसके अनि मैले च्याप पार्न समातेको छु नयाँ टीका छ न हातमा चुरा न त घाँटीमा माला चुरा लाउनै पर्छ र कसरी जाइस तपाईको दुनियालाई थाहा छ त म तपाईको जोइ भनेर किन लाउनु पर्यो हैन हेलो गाइस गुड मर्निङ के छ मेरो प्यारा प्यारा युट्युब फ्यामिलीहरु युट्युब मेरो युट्युबका साथीहरु मेरो टिकटकको साथीहरु फेरि मैले हैन टक दामी वेदर गरेको मैले भलो गुनाउन लागेको छ रे दामी गरिराखे यस्तो हैन आकाश पुरै हैन कुइरो कुइरो गरिराखा दामी छ के अनि के भन्छ बेजन्द गर्ने अनि यहाँ ट्याक्क म अनि ह्यान्डसम भएर कपाल सपाल टक्क मिलाएर मुख नधोएर टक्क आइसकेको छु हेर्नु 8 बजे आएर यहाँ उठेर अनि भ्लग बनाउनु हुन्छ हाम्रो दाइले गुड मर्निङ रे आज के छ अनि यो चाहिँ टक्क हैन त माइत कहिलेबाट आइयो रे कहिले आइयो रे माइतबाट 29 गते यो भए चाहिँ 3-4 दिन भयो ठ्याक्क यो माइत गएको थियो हैन एउटा केटीले आएर टक्क मलाई यहाँ मगाइ दिए के त्यही भएर यो भाव है अनि त बिराम भइसेस त कसरी जोइयोस् यता हेर्दा नयाँ टीका छ न हातमा चुरा न त घाँटीमा माला चुरा लाउनै पर्छ र कसरी जोइयोस् तपाईको दुनियालाई थाहा छ त म तपाईको जोइ भनेर किन लाउनु पर्यो हैन के भन्नु छ भन्नु चाउने कमेन्टमा गएर भन्नु है खाना है कमेन्ट बक्स खाली छ हेर त मुकै त छ नि आँखामा मैले बिहान नै फेस वासले मुक्दैन अलि पक्का अलि हेर्ले छ अहिले मैले फेस वासले मुक्दैन बनाउन यो काटा कति रुपियाँ हो कहिले किन्ने त भन् कि कबर कहिले किन्ने त काटा कसले रे एउटा केटाले गिफ्ट दियो कहाँ माइत गएर हो र साँच्ची साँच्ची हो ए खोइ कस्तो छ गिफ्ट देखाइदियो त यतापट्टि देखाउन उठ हेर्दा यहाँ खै नानी एउटा काँडा ल्याउन यस्तो गर्न यस्तो के छ त यता चाहिँ हाम्रो घर छ है सर्टकट टक्क मेरो बाइक र मेरो घर दामी देखिरहेको होला है यो भाडा नि यो भाँडाको रहेछ नि सब मैले मिस्याम के माझी आमी नगिनु भन् त मैले माझी आइनु दिनु भाडा मिस्या भयो पो मिस्या भन्ने त नि च्वाट हान्छ अहिले अब फडाकिदिन्छु यहाँ साँच्ची यहाँ आँखामा त्यो छ क्या माइतबाट पठाइदिएको छैन खानेकुरा केही हामीलाई बाथानिया के तरकारी पुगाइस् जरा मारिदिन्छु त्यही मात्रै ल जाउँ हात थाप ल जाउँ र कत्रो जौरा पालिन्छ माइत गएर जौरा पालिने जौरै परेको पैसा ल्याउनु मलाई लसमा पैसा निकाल्नु दिन्छु 1 2 3 4 हिजोको मेरो फिर्ता पैसा खै उहाँलाई चिनेन मैले ल 20 रुपैयाँ लग्दिन म 100 रुपैयाँ लग्ने हो त्यो 100 रुपैयाँ 50 100 हो यो कुन 100 लग्नेस् यो ल उता त ए टोक्दिनु भयो मेरो हातमा पैसा लाउनु त्यति टाढा नजाउने
₹50 रुपियाँ चाहियो मलाई। कति चाहियो? 100 रुपियाँ कमाएर दिसेस? त्यो गरेर के गैँडाको चित्र गरे पैसा चाहियो। 100 रुपियाँमा गैँडा त हुन्छ नि। भैँसी हुन्छ भैँसी। भयो भैँसी छ कि गैँडा छ? तैँले भैँसीको मासु खान्छस् नि? छि म खान्न। ब्रोइलरको मासु त खान्न। बङ्गुरको? छि म त लोकल भालेको मासु खान्छु। हाम्रो टन्नै छैन कि लोकल भाले फेरि। ए गाइज, अनि यो चाहिँ विनिताको छोरी हो। विनिताले छोरी जन्माइसके अनि मैले च्याप पार्न समातेको छु। सबैले कङ्ग्रेचुलेसन भनिदिनु होला हामीहरूलाई। ओ प्राङ्क भिडियो है फेरि गाइज, होइन नि। यो चाहिँ मेरो दाइको छोरी हो। कति राम्री छ भन्ने कुरो तपाईँहरूलाई केही थाहा छैन होला। तेरो छोरी हो नि? तेरो छोरी हो नि? कस्तो हुन्छ नि? छोरी कस्तो छिन् रे? ल पकाउँदै त एकचोटि। मेरो छोरी तेरो छोरी हो नि? बाई बाई गर्दै त नदेखा। बाई बाई। टक्क यहाँ भाडा आइसक्यो। अघि चाहिँ यो मैले मिस्याम। टक्क यो भाडा छ नि, यो चाहिँ अब भाउजूले मिस्नुहुन्छ। यो छोरी पनि अनि ऊ त्यहाँ यहाँको छोरी हो, त्यो पनि बिन्दाले पकाएर पनि। अब टक्क भाडामा चाहिँ भाडामा त लैजानु भयो। अब चाहिँ हामीले दुःख गर्नु पर्दैन नि भाउजू। राम्रोसँग लगाइदियो है। है सुनियोस् ओए। तर मैले कति उता 40 रुपियाँ काँटा लिइदिउँछु क्या। त्यही पठाइदियो त तैँले। के भनिस् रे? यहाँ कति रुपियाँको काँटा? कति रुपियाँ भनेपछि 100 रुपियाँको काँटा हो है। 100 रुपियाँको काँटा ल्याइदिएछु। कतिको खुसी छ? भाजन तपाईँ बाँध्ने त्यस्तो काँडाले? काँडा कस्तो हेर, गतिले ल्याउनु पर्छ। ल अब कहिले यहाँ सङ्चानीका सामान ल्याइदिएपछि पो थाहा हुन्छ त। ल्याउने मान्छेले सामान ल्याउने यस्तै दिन्छन्। अब मलाई के थाहा त? अनि जो दियो त्यही ल्याएर आइजान्छन् त। अनि दिनुभयो अनि मैले पैसा दिएँ आइए। अनुहार कस्तो छ? अर्काले जे दियो त्यही ल्याएर आइजान्छन् घर। अनुहार त मिल्दो छ। विनोद विनिता। काँडा फिर्ता लग्ने बोलिए। त्यो काँडाले मेरो कपाल बाँध्दा नि बाँध्दैन। हे गाइज, के कस्तो लाग्यो आजको भिडियो? सबैजनाले मन पराइदिनु होला। थ्याङ्क यू फर दिस माई भिडियो। सब्सक्राइब गरिदिनु होला। बाई बाई।